हैप्पी बर्थडे दिशा। इन बंदरों को देखो कैसे बनाना खा रहे हैं। आज चाहिँ हामी हाइकिङ जाँदैछौँ, हाइकिङ प्लस ड्राइभ जाँदैछौँ अनि अहिले चाहिँ सब्जी लिन गएको। अहिले 5 बजेदेखि सब्जी लिएर आएको अनि सब्जी लिन गएको अनि बिरयानी मसला चाहिँ यहाँ कतै पनि रहेनछ बिरयानी मसला। सो बिरयानी मसलाको लागि चाहिँ खोजी भएको भइछ अनि भेटेकै छैन लाग्दै। सो आज चाहिँ मैले बिरयानी बनाउने प्लान गरिरहेको छु। मलाई बनाउनु चाहिँ आउँदैन तर मैले चाहिँ टोफी काटिसकेँ, चामल पनि बसाइसकेँ, कराई पनि बसाइसकेँ अनि यति धेरै सब्जी छ अनि मलाई चाहिँ आउँदैन। फर्स्ट ट्राई हो, लेट्स सी। सो मैले चाहिँ यहाँनिर बिरयानी बनाइसकेँ। कस्तो हुन्छ, कस्तो छ बिरयानी? मिठो छ, मिठो छ, ढाँटेको होइन नि? ढाँटेको होइन, म यहाँ टेस्ट गर्दैछु है। अन्त पकाउने अरू खाने म अचार बनाउँदै चाहिँ अचार यस्तो राम्रो भइरहेछ। अचार मुनाको छ बिसा। What are you doing? साथै बिसा यार। ये ल हामी जाँदैछौँ। चाहिँ यहाँनिर जानुभएको थियो, ब्याग राख्नुभएको रहेछ अनि ब्याग लिनलाई जानुभएको, आउनुभएको छैन। जल्दी आऊ, मान्छे आएनन्, आफै जानुपर्छ जस्तो छ। परेको यो हो नि। हामी चाहिँ जाँदैछौँ होइन, पसिनै पसिना भइसक्यौँ, फर्किनु पर्ने कुरा हुँदैछ। के भन्नुहुन्छ? म त फर्किदिनँ, म त लुगा पनि एक्सेप्ट। यो मान्छे चाहिँ मुनि गएर उसको घर अझै आएको छैन, माथि यो घर मुनि गएर अनि फेरि माथि आउँदैछ। सो हामी चाहिँ फाइनली यहाँ आइसक्यौँ, मुहान पोखरी होइन। देखो इधर, ये नाइस टु मिट यु ब्राउजरी। नाइस टु मिट यु दिन्छा जी। यहाँ चाहिँ यस्तो छ ब्रिज, यहाँ चाहिँ हामी यतादेखि आयौँ तर आउन चाहिँ यतादेखि आउनुपर्ने रहेछ, घुमेर आउनुपर्ने रहेछ। हामीलाई थाहा नभएर यतादेखि आयौँ, फेरि फर्केर जानुपर्ने भयो। ओके, फोटोसुट। हामी चाहिँ लाइन बसेछौँ टिकटको लागि। यहाँ चाहिँ यत्रो लामो लाइन रहेछ। सोसियल वेटिङ नयाँ मेथडमा आछ। फाइनली ये यो माथिको बाटो आयौँ है। अघि हामी यहाँ थियौँ, अहिले माथि आयौँ। हामी चाहिँ यहाँ आइसक्यौँ। वान्स मोर। एक दिन म यस्तो इङ्ग्लिस बोल्छु, हजुरले नबुझेर फेरि रिकल गर्नुहुन्छ। ओके, म वेट गर्छु त्यो दिनको लागि। कुछ खाने के लिए दे दो। नहीं नहीं। ओके, बनाना खाते हैं। इन बंदरों को देखो कैसे बनाना खा रहे हैं। यो मान्छेले चाहिँ हामीलाई सिडीको बाटो ल्याइरहेछ पुरै। फाइनली हामी आइसक्यौँ होइन त? यस, तर पुगेको छैनौँ हामी। इधर देखो इन लोग बाटोमा आयौँ। अब यहाँनिर कतै छैनन् कोही मान्छे। आओ दोस्तो, बादर भनेको त यो मान्छेलाई होइन नि त। बादर भनेको पनि रिजन छ नि होइन। दोस्तो वाटरफल देखो, हम तो थक गए। यसो छ। हाई। सो हामीले चाहिँ फाइनली यहाँ बस्ने डिसिजन लिएर बसिसक्यौँ। चलो हाम्रो चाहिँ रेडी हुँदैछ, रेडी भइसकेको छ। सो हाम्रो चाहिँ फोटो सुट हुँदैछ। सक्यो।
सक्यो 1 2 3 go yes अझै पुग्यो हैन इनर्जीको लागि Backing. के हो मलाई त हो धेरै नै भएको हो के भइराख्यो नचरौँ है यसरी हामी जाँदैछौँ फेरि चलो अबको बाटो चाहिँ यस्तो छ मन्दिर जाने यस्तो साइड रहेछ क्या है ये विष्णुद्वार पुगेर हामी चाहिँ डाँडा गाउँको बाटो फर्किन लाग्यो होइन त पञ्चरी होइन त यस्तो अल्छी गरे नि छैन तिनजना पछाडि छ नि हेर्नु हामी अगाडि छौँ भने चाहिँ Happy birthday, Disha child. Happy birthday to me. God bless you, my dear child. My dear child. Dosti. Okay, you take it. I hold you as a friend. As a friend. Jealous. Are you jealous? सर्क्यो होला अहिले अर्को हप्ता आउनु सक्यो नि Today he said, my sister. Tomorrow he called my friend like this. I didn't do like that. Everything changes. Don't feel jealous, okay? What did you say? So what did you say? Friend, Sister. What is she talking about? She told me about her. Yes. But what is your friend? सबैले झन् कन्फ्युज गरिदिइराख्नु भएको I didn't do like that. Dear Didi, ask the I'm not a Didi, I'm sister. Didi big sister. So she's not my Didi. She's little sister. Spiny. Fine. डायमन्ड रिङ एकचोटि देखाइदिनु न एकचोटि डायमन्ड रिङ यस फेरि के बज्यो ए Say, I want to see diamond ring like this, like this. Eggs. अगेन Straight your spine. Actually, I am not relaxed. I'm laughing. Sit upright. Sit upright. Okay. Straight your spine. Close your eyes. Take a deep breath into your belly. And exhale. Release all the tension within your body. Thank you so much, my sweetie. I love you. But as a friend, right? Only as a friend. I'm always not convinced. I feel relaxed because of you. Thank you. है Oh shit. Sit.
Come on guys, come on. रमाइलो गरे अनि यसरी हो नि त हेलो हेलो हो केटाहरु कत्रो खेल्ने नाइस 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 एकदमै राम्रो बाटो रहेछ यहाँ चाहिँ यस कम अन मन्जुजी हाम्रो भाइ चाहिँ एकदमै अग्लो छ नि त अनि अब छताउडेको केही अर्थै भएको छैन पानी परिरहेको छ हाम्रो अनुहारमा पानी आइरहेको छ हेर्नु सबै हेर्नु छाता पनि हेर्नु छाता स्टाइल पनि हेर्नु अगाडि त